बहिनीहरू यहाँ आएर बोल्नु पनि हिम्मत चाहिन्छ कि अरू फेरि यहाँ नभने यहाँ उभिया ल्याइदिन्छु सर्वप्रथम त म विशेष गरी सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि यहाँ हुनुभएका सम्पूर्ण साथीहरूलाई नमस्ते मेरो तर्फबाट अनि मेरो चाहिँ हिजो थर्ड सेममा एक्जाम थियो अनि त्यसमा चाहिँ क्वेसनहरू खासै गाह्रो चाहिँ थिएन भनौँ है एक नम्बरमा चाहिँ पिक्चर आएको थियो के भन्छ याङमालको पिक्चर सुकाइरहेको पिक्चर आइरहेको थियो अनि खासै पुरै त याद छैन याद भएको जति भन्छु अनि 2 नम्बरमा पनि पिक्चरै थियो अनि 3 नम्बरमा चाहिँ सङसिल अनि फेरि आधाको चाहिँ ख्वान्गे इनुन आएको थियो थेदोको बारेमा अनि थर्ड नम्बरमा अनि फोर्थमा चाहिँ के भन्छ अब यस्तो ब्राकेटमा भित्र भएको अब नेमका उस्तै छान्ने क्वेसन आइरहेको थियो 4 मा अनि 5 नम्बरदेखि 5 नम्बरमा चाहिँ त्यो दोरोक र मेन वुमेनको फिनखान आएको थियो 5 देखि 9 सम्म फिनखानै थियो अनि त्यसपछि फेरि 9 देखि 12 सम्म त्यही ब्राकेटवाला क्वेसन नै थियो अनि त्यसपछि 13 मा सायद त्यो छान्ने क्वेसन अब यस्तो बक्समा भर्ने आइरहेको थियो त्यो चाहिँ 16 जनको बारेमा आइरहेको थियो 56 च्याप्टरको अनि 15 अघि चाहिँ खासै याद भएन पुरै 15 र 16 मा चाहिँ लङ क्वेसन त्यो छुकसानबको बारेमा 15 को नि 16 को नि 15 कोमा चाहिँ त्यही छुकसानब चाहिँ हप्तामा एकचोटि चाहिँ बेला बेलामा सफा गर्नुपर्छ अनि भएको घरपालुवा जनावर चाहिँ अर्कोपट्टि सारेर सोधो चाहिँ छर्नुपर्छ भनेर आएको थियो त्यसको चाहिँ एन्सर छुकसानब सोधोक भनेर आइरहेको थियो अनि 16 नम्बरमा चाहिँ छुकसानबकै बारेमा आइरहेको थियो त्यो चाहिँ छाङ्बीको उपकरणको बारेमा घरपालुवा जनावरहरूको लागि खाना दिनको लागि छुट्टै खाना दिन अथवा खाना दिनको लागि अनि सरसफाइको लागि छुट्टै छुट्टै उपकरणहरू हुन्छ भनेर चाहिँ भनिरहेको थियो त्यसको चाहिँ छुकसानबको छाङ्बी एन्सर थियो अनि त्यसपछि 17 नम्बरमा चाहिँ योङजब बमको बारेमा आएको थियो के भन्छ पाता अथवा प्लास्टिकद्वारा चाहिँ पग्लाएर टाँसिने छडी आकारको भनेर आइरहेको थियो त्यो योङजब बम भयो अनि त्यसपछि 18 मा चाहिँ उसको पिक्चर आइरहेको थियो 19 मा सोकेको पिक्चर भन्दाखेरि छेकजाङको पिक्चर आइरहेको थियो त्यो किताब राखेको बारेमा 20 मा चाहिँ अघि आएको थियो 20 मा नै 20 मा चाहिँ विदेशी कामदारहरू चाहिँ कोरियामा गइसकेपछि तालिम पाएपछि चाहिँ उसमा काममा हुने के भन्छ नियुक्ति हुने त्यसको चाहिँ फेछि आइरहेको थियो अनि 21 देखि 23-24 सम्म चाहिँ त्यो सुनेर भन्ने एन्सर आइरहेको थियो अनि त्यसपछि 25, 26, 27, 28, 29, 30 लगभग पिक्चर आइरहेको थियो अनि 30 देखि 35 सम्म ब्ल्यान्ड लिस्निङ आइरहेको थियो त्यसमा बिचमा 33 नम्बरमा चाहिँ संवाद आइरहेको थियो केटाकेटीको बिचमा अनि 35 सम्म ब्ल्यान्ड आएपछि फेरि 36 मा उसको 36 मा पिक्चर आइरहेको थियो नेजाङबोको बारेमा पिक्चर आइरहेको थियो अनि 37 मा पनि पिक्चरै आइरहेको थियो झ्याल खोलिरहेको पिक्चर आइरहेको थियो अनि 38, 39, 40 मा पनि थियो आइरहेको थियो अलि लङ एन्सर लिस्निङको बारेमा तिनै हुन्छ 40 एउटै हो केही छुट्याइन कि योङजपोङ र त्यो फेछिएर निक्ति हो अघि थिए अनि मसेथान चाहिँ म 16 नम्बरको झुक्क्या त्यही भएर डिग्री के को 16 नम्बरको त्यो उसको बोर्ड सम्बन्धी के गर्ने होइन छाङ्बी आएको थियो उपकरणहरू यस्तो उपकरणहरू चाहिँ छ भनेर त्यसलाई मैले लगभग 5-6 चोटि हेरेको फेरि आएर तर पनि सकेन कि त्यसलाई के हो कति बेला 39 तिम्रो 39 पर्सानी 39 सुनेको थियो स्पेलसँग बधाई छ अब स्किल टेस्ट राम्रो यी बहिनीको छागिसके राम्रो जान्छ कन्फिडेन्स हुन्छ छागिसकेमा
एउटा किताब लिएर गएर छाकी सुकेर प्र्याक्टिस गरेर यतिको बोल्ने क्षमता भएको मान्छे डराउँदैन कि चट्ट बोल्नु हो यहाँ माहौल ठुलो छ नि होइन तिम्रो यहाँ यस्तो यस्तो तर तयारी गर्नु डिस्टर्ब नबित्तिजनालाई ल